हेलो साथीहरू, मैले 3-4 दिन पहिला एउटा भिडियो बनाएको थियो र त्यो भिडियोमा भनेको थिएँ कि जुन दिन नेपालको टप अर्डर बल्लेबाजले डट बल खेल्न छोडिदिन्छ र नेपाली खेलाडीहरूले यो गेमलाई लास्ट ओभरसम्म लगेर जित्छु भनेर दिमागबाट हटाइदिन्छ, त्यो दिन म्याच नेपालले जरुर जित्छ। र युएसएसँग कुशल भुर्तेलको ब्याटिङ हेर्नु, कति शानदार ब्याटिङ गरे। सल्युट छ कुशल भुर्तेललाई। अन्तर्राष्ट्रियमा उसको दोस्रो शतक हिजो लगायो कुशल भुर्तेलले। एकदम शानदार तरिकाले म्याच जितायो आफ्नो दमले। र हिजो ग्राउन्डमा कुनै सानोतिनो मान्छेहरू खेल हेर्न गएको थिएन। इङ्ल्यान्डको पूर्व कप्तान गए थियो गेममा हेर्न, र साथसाथै हाम्रो देशको सभामुख र शिक्षा मन्त्री पनि गएको थियो। र एउटा कुरा अझै के भने थियो मैले, जुन खेलाडीले राम्रो पर्फर्मेन्स गर्दैन त्यसलाई ड्रप गर्नुपर्छ। आसिफ शेखलाई ड्रप गरियो, आएपछि 94 रन हान्यो र हिजो पनि आफ्नो अठशतक लगायो। कुशल भुर्तेललाई ड्रप गरियो, कुशल भुर्तेल आएर 118 बलमा 120 रन बनायो। क्या शानदार तरिकाले ब्याटिङ गरे कुशल भुर्तेलले। सल्युट छ कुशल भुर्तेललाई।